आजको विश्वमा सबैलाई आफू शक्तिशाली बन्नु छ, सबैलाई आफू सर्वोत्कृष्ट हुनु छ। केवल मानिस मात्र नभएर संसारको सबै देशहरू एक अर्काको प्रतिस्पर्धामा लागेका छन्। हुन त देश पनि तिनै मानिसहरूको नै हो। सायद त्यही भएर पनि होला सबै देशहरू अर्को भन्दा शक्तिशाली बन्ने होडमा लागेका छन् र यही प्रतिस्पर्धाले घातकभन्दा घातक आणविक हतियारहरू बनिरहेका छन्, जसले एक क्षणमै पुरै संसारको विनाश गर्न सक्छ। यसको मतलब के बुझ्नु पर्यो भने विकासको नाममा सबै देशहरूले आफ्नै विनाशको निर्माण गरिरहेका छन् र यसबाट तेस्रो विश्वयुद्धको खतरा पनि बढ्दै गइरहेको छ। आज हामी कुरा गर्दैछौँ संसारका त्यस्ता 10 शक्तिशाली देश जसलाई छुनु भनेको तेस्रो विश्वयुद्धको निम्तो गर्नु जस्तै हो, सर्वनाश निम्त्याउनु जस्तै। तपाईँलाई लाग्न सक्छ जुन देशसँग धेरै हतियार छन्, जुन देशको सेना बलियो छ, त्यही त शक्तिशाली हुने हो नि, होइन र? हो, तपाईँले एक हिसाबले सही भन्नुभयो। तर केवल मिलिटरी पावर मात्र शक्तिको सूचक हुँदैन। त्यसका लागि अरू कयौं मापदण्ड हुन्छन्, जस्तै त्यस देशको अर्थतन्त्र, सूचना प्रविधि र त्यस देशमा भइरहेको भौतिक पूर्वाधारको विकास आदि रहेका छन्। र आजको हाम्रो यस भिडियोको 10औं नम्बरमा रहेको छ टर्की। टर्की 10 नम्बरमा हुनुको पछाडि यसको भौगोलिक अवस्थिति महत्त्वपूर्ण रहेको छ। टर्की एक रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण देश हो, जसले युरोप र एसियालाई जोड्ने पुलको काम गर्छ। टर्की युरोप, एसिया र मध्यपूर्वको सङ्गम स्थलमा रहेकोले भू राजनैतिक दृष्टिकोणले बलिरहेको छ, जसका कारण अमेरिकादेखि युरोपसम्म र मध्यपूर्वका सम्पूर्ण खाडी राष्ट्र टर्कीलाई चिड्याउन चाहँदैनन्, उसँगको बलियो सम्बन्ध बनाइराख्न चाहन्छन्। टर्कीको अर्थतन्त्रको कुरा गरौँ। टर्कीको अर्थतन्त्र विश्वका शीर्ष 20 अर्थतन्त्रहरूमा पर्छ, अर्थात् टर्की G20 को प्रमुख सदस्य पनि हो। निर्माण, पर्यटन र रक्षा उद्योग टर्कीको मुख्य आय स्रोत हुन्। टर्कीको जीडीपी 1.46 ट्रिलियन अमेरिकी डलर रहेको छ भने उसको प्रति व्यक्ति आय वार्षिक 15,666 अमेरिकी डलर रहेको छ र सँगै 2024 मा 3.2% को आर्थिक वृद्धि दर रहेको थियो टर्कीको। त्यसैगरी टर्कीको वर्तमान समयमा विश्व राजनीतिमा पनि राम्रै प्रभाव पर्दै गइरहेको छ। मध्यपूर्व तथा बाल्कन क्षेत्रहरूमा उसको राजनैतिक उपस्थिति बलियो छ भने हालसालै अफ्रिका र एसियामा पनि आफू विश्व शक्तिको राम्रो खेलाडीको रूपमा उसले चिनाएको छ। र यता टर्की केवल राजनीतिमा मात्र नभएर सांस्कृतिक क्षेत्रमा पनि अगाडि बढिरहेको छ। तपाईँलाई थाहा हुनुपर्छ टर्किस ड्रामाहरू विश्व स्तरमा लोकप्रिय भइरहेका छन्। अब कुरा गरौँ टर्कीको मिलिटरी पावरको। टर्कीमा करिब 4 लाख सक्रिय सैनिक छन् भने 2,50,000 रिजर्भ फोर्स पनि रहेका छन्। नेटोमा अमेरिका पछिको दोस्रो ठुलो सेना टर्कीकै हो। सन् 2024 मा टर्कीको रक्षा बजेट $25 बिलियन थियो। टर्की आफै अत्याधुनिक हतियार, मिसाइल तथा ड्रोनहरूको निर्माता पनि हो र हाल मिलिटरी वेपनको निर्यात गर्ने देशहरूमध्ये टप 10 मा पर्ने गरेको छ। विश्वका सबैभन्दा पावरफुल देशको लिस्टको 9औं नम्बरमा रहेको छ साउथ कोरिया। तपाईँलाई थाहा नै होला एसियाली पावर हाउस दक्षिण कोरिया जसरी विकास र समृद्धिको पर्याय बनेको छ, त्यसैगरी विश्व शक्तिको हैसियतमा पनि यो देश उत्कृष्ट रहेको छ। नेपालभन्दा सानो देश दक्षिण कोरिया विकास र शक्तिको लागि भने विश्वका शक्तिशाली राष्ट्रहरू पनि यसको छेउ आउन सकेका छैन। दक्षिण कोरिया विश्वको 10 ठूला अर्थतन्त्र भएको देशहरूमध्ये एक हो। यसको जीडीपी करिब 1.77 ट्रिलियन अमेरिकी डलर रहेको छ। सामसुङ, ह्युन्दाई, एलजी जस्ता ठूला कम्पनीहरूले विश्व बजारमा ठूलो दबदबा जमाएका छन्। अत्याधुनिक टेक्नोलोजी र निर्यातमुखी उद्योग यसको प्रमुख आधार हो। सन् 2024 मा दक्षिण कोरियाको प्रति व्यक्ति आय 36,113 अमेरिकी डलर पुगेको छ। दक्षिण कोरियाको फिल्म तथा ड्रामाहरूले पनि विश्व स्तरमा दक्षिण कोरियाको शक्ति तथा समृद्धिलाई फैलाइरहेको छ। यहाँको फेसन तथा लाइफस्टाइल विश्वभरि भाइरल भएको कुरा सर्वविदितै छ र यसले पनि यसको ओभरअल पावरलाई नै वृद्धि गर्ने काम गरेको छ। अब कुरा गरौँ कोरियाको मिलिटरी पावरको। यसको सक्रिय सैनिक संख्या 5 लाख छ भने रिजर्भ फोर्स 3,10,000 रहेको छ। संख्याको हिसाबले संसारकै 6औं ठूलो सेना दक्षिण कोरियाको। यो देशको सन् 2024 को डिफेन्स बजेट करिब $50 बिलियन रहेको छ। कोरियासँग 5th जेन स्टिल्थ क्यापेबल फाइटर जेट K2 ब्ल्याङ्क प्यान्थर ट्याङ्क जुन विश्वकै उत्कृष्ट ट्याङ्कहरू मध्ये पर्छ। युएसए मेड अत्याधुनिक मिसाइल डिफेन्स सिस्टम थार्ड पनि कोरियामा रहेको छ। अमेरिकासँगको गहिरो सम्बन्धको कारण यो देशलाई जो कोहीले छुन सक्ने अवस्था पनि छैन। तपाईँलाई थाहा नहुन सक्छ वर्तमान समयमा कोरियामा करिब 30,000 को संख्यामा अमेरिकी सेना तैनात रहेका छन्। र 8औं नम्बरमा छ एसियाली जायन्ट जापान। अमेरिका र चीनपछि जापान विश्वको तेस्रो ठूलो अर्थतन्त्र हो। यसको जीडीपी करिब 4.2 ट्रिलियन डलर रहेको छ। टोयोटा, सोनी, हिटाची, पानासोनिक, मित्सुबिसी आदि कम्पनीले विश्व बजारमा प्रभुत्व जमाएका छन्। यो देशको अर्थतन्त्र बलियो हुनुको पछाडि अत्याधुनिक औद्योगिक उत्पादन र निर्यातमुखी अर्थतन्त्र रहेको जापानको सैन्य शक्ति
जापानले दोस्रो विश्वयुद्धपछि केवल आफ्नो सुरक्षाका लागि मात्र सेल्फ डिफेन्स फोर्सेस राखेको छ। जापानको 2024 को रक्षा बजेट $53 बिलियन रहेको थियो। अत्याधुनिक मिसाइल प्रणाली, युद्धपोत, फाइटर जेट F-35 तथा नेभीको विशाल शक्ति जापानसँग रहेको छ। जापानको एसिया तथा अमेरिकन क्षेत्रमा राम्रो पकड रहेको छ। त्यसैगरी अमेरिका, भारत तथा युरोपेली संघ जस्ता शक्ति राष्ट्रहरूसँग मजबुत सम्बन्ध छ। जापानको अन्तर्राष्ट्रिय विकास सहायता र सहयोगमा पनि ठूलो योगदान जापानले दिने गरेको छ। जापानिज फिल्म, संगीतदेखि लिएर यहाँको खानपान पनि विश्वभर लोकप्रिय रहेको छ। जापानी संस्कार तथा संस्कृतिलाई विश्वभर सराहना गरिन्छ। चीन र उत्तर कोरियासँगको बढ्दो तिक्तताको विरुद्ध बलियो बनेर जापान सधैँ उभिँदै आएको छ। अमेरिकासँगको रक्षा सन्धि अन्तर्गत जापानमा पनि अमेरिकी सैनिकहरू तैनात रहेका छन् र त्यसगरी 7औं नम्बरमा छ जर्मनी। जर्मनी शक्तिशाली हुनुको पछाडि छ यसको ठूलो अर्थतन्त्र। जर्मनी युरोपकै सबैभन्दा ठूलो र विश्वको चौथो ठूलो अर्थतन्त्रमा पर्छ, जसको जीडीपी 2024 मा $4.5 ट्रिलियन अमेरिकी डलर थियो। जर्मनी एक औद्योगिक शक्ति केन्द्रका रूपमा पनि चिनिन्छ। BMW, मर्सिडिज, वोल्क्सवागन जस्ता विश्व चर्चित कम्पनीहरू पनि जर्मनीमै रहेका छन्। यसको विश्वव्यापी पोलिटिकल दखलको कुरा गर्दा जर्मनी युरोपियन युनियनको नेतृत्वकर्ता पनि हो। जर्मनीको संयुक्त राष्ट्र G7, G20, नेटो, W70 को मुख्य सदस्य पनि हो। अब कुरा गरौँ जर्मनीको सैन्य शक्तिको। जर्मनीले विश्वयुद्धपछि शान्तिपूर्ण नीति अवलम्बन गर्दै आए, तर विश्वव्यापी रूपमा बढ्दै गइरहेको आणविक युद्धको खतरालाई मध्यनजर गर्दै जर्मनीले आफ्नो सैन्य शक्तिलाई बलियो बनाउन व्यापक रूपमा रक्षा बजेटको वृद्धि गरिरहेको छ। सन् 2024 मा जर्मनीको रक्षा बजेट करिब $60 बिलियन थियो। जर्मनीको 1,80,000 सक्रिय सैनिक र रिजर्भ फोर्समा करिब 3 लाख सैनिक रहेका छन्। जर्मनीले नेटोको 2% जीडीपी रक्षा खर्च पूरा गर्ने लक्ष्य लिएको छ। सन् 2022 मा सुरु भएको युक्रेन रुस युद्धका लागि जर्मनीले विशेष सैन्य कोष $100 बिलियनको घोषणा गरेको थियो। अत्याधुनिक प्रविधि, अटोमेसन्स तथा ग्रीन इनर्जीमा अग्रणी रहेको छ जर्मनी। आफ्नो शक्तिशाली सैन्य शक्ति तथा बृहत अर्थतन्त्रको कारणले जर्मनीले पुरै विश्वमा आफ्नो दबदबा कायम गरेको छ र विश्वका शक्तिशाली राष्ट्रहरूको सूचीमा 7औं नम्बरमा रहेको छ। त्यसैगरी 6औं नम्बरमा छ अर्को युरोपियन राष्ट्र फ्रान्स। फ्रान्स इतिहासदेखि नै आफ्नो शक्ति र विश्व राजनीतिमा आफ्नो प्रभाव राख्न सफल रहेको छ। फ्रान्स विश्वको 7औं ठूलो अर्थतन्त्र पनि हो। 2024 मा फ्रान्सको जीडीपी $3.1 ट्रिलियन रहेको छ र फ्रान्समा प्रति व्यक्ति आय $48,011 रहेको छ। ऊर्जा, एरोस्पेस, लग्जरी प्रोडक्ट्सको उत्पादन, कृषि तथा पर्यटन उद्योगमा बलियो उपस्थिति रहेको छ फ्रान्सको र यिनै उद्योगबाट नै उसले आफ्नो अर्थतन्त्रलाई बलियो बनाउन सफल भएको छ। युरोपेली संघको एक महत्त्वपूर्ण सदस्य पनि हो फ्रान्स। अब कुरा गरौँ फ्रान्सको सैन्य शक्तिको। फ्रान्सको मिलिटरीलाई फ्रेन्च आर्म्ड फोर्सेस भनेर पनि चिनिन्छ, जसको सक्रिय सैनिक संख्या 2 लाख र रिजर्भ फोर्समा 35,000 रहेको छ। सन् 2024 मा फ्रान्सको रक्षा बजेट करिब $55 बिलियन रहेको थियो। नेटो सदस्य राष्ट्रमध्ये सबैभन्दा ठूलो बजेट खर्च गर्ने देशमा गनिन्छ फ्रान्स र फ्रान्स हरेक वर्ष सैन्य शक्ति विस्तारको लागि ठूलो रकम पनि खर्च गरिरहेको छ। तपाईले नाम सुन्नु नै भएको होला राफेल फाइटर जेट्सका बारेमा, जसलाई स्वयं फ्रान्सले नै बनाएको हो र यसलाई विश्वका कयौं शक्तिशाली देशहरूले प्रयोग गरिरहेका छन्। तपाईलाई थाहा छ फ्रान्स एक परमाणु शक्ति पनि हो, जोसँग करिब 290 भन्दा बढी परमाणु हतियारहरू रहेका छन्, जसले एकै क्षणमा विश्वका कुनै पनि देशलाई ध्वस्त पार्न सक्छ। फ्रान्स विश्वको 5 स्थायी परमाणु शक्ति राष्ट्रमध्ये एक हो। फ्रान्स अन्तर्राष्ट्रिय भूमिकामा पनि निकै अगाडि छ। उसले अफ्रिका, मिडल इस्ट तथा अन्य क्षेत्रमा शान्ति मिसन, आतंक विरोधी अभियान र सैनिक हस्तक्षेप गर्दै आएको छ। लिस्टको 5औं नम्बरमा छ बेलायत। आर्थिक हिसाबले बेलायत विश्वको 6औं ठूलो अर्थतन्त्र। बेलायतको प्रति व्यक्ति आय $54,280 रहेको छ। सक्रिय सैनिक संख्या 1,50,000 बढी छ भने रिजर्भ फोर्समा 35,000 बढी रहेको छ, जसमा गोर्खाली सेनाको संख्या पनि ठूलो नै रहेको छ। सन् 2024 मा बेलायतको रक्षा बजेट $72 बिलियन अमेरिकी डलर रहेको थियो, जुन नेटो सदस्य राष्ट्रहरूमध्ये अमेरिका पछि दोस्रो ठूलो बजेट हो। बेलायतसँग 225 भन्दा बढी परमाणु हतियार रहेका छन्। छोटो दूरीमा मार हान्ने मिसाइलदेखि लिएर इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल पनि बेलायतसँग रहेका छन्। बेलायत नेटो तथा UN को एक महत्त्वपूर्ण सदस्य पनि हो। विश्वभर करिब 145 देशमा बेलायती सैनिकहरू तैनात रहेका छन्। मध्यपूर्व, अफ्रिका, एसिया आदि क्षेत्रमा निरन्तर बेलायतको उपस्थिति रहेको छ। विश्वका शक्तिशाली राष्ट्रको सूचीमा हाम्रै छिमेकी राष्ट्र भारत 4औं नम्बरमा रहेको छ। विश्वमा सबैभन्दा बढी जनसङ्ख्या रहेको भारत शक्तिमा पनि 4औं नम्बरमा उपस्थित छ, जसको अर्थतन्त्र विश्वकै 5औं ठूलो हो र भारतको जीडीपी करिब $3.7 ट्रिलियन रहेको छ।
तर दुःखको कुरा के छ भने यति शक्तिशाली भारतको प्रति व्यक्ति आय अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार सन् 2024 मा केवल $2,940 मात्र रहेको छ। तर भारत वर्तमान समयमा तीव्र आर्थिक वृद्धि दर गरिरहेको देशमा पर्छ। अब कुरा गरौँ भारतको सैन्य शक्तिको। भारत विश्वको चौथो ठुलो सैन्य शक्ति हो, जसको सक्रिय सैनिक संख्या 14 लाख र रिजर्भ फोर्स 11 लाख रहेको छ र प्यारामिलिटरी फोर्समा 10 लाख बढी संख्या रहेको छ। 2024 मा भारतको रक्षा बजेट $81 बिलियन छ, जुन विश्वकै चौथो ठुलो रक्षा बजेट हो। भारतसँग 160 बढी परमाणु हतियार रहेका छन्। UN को शान्ति मिसनमा हजारौं सैनिक कार्यरत छन् भने इन्डो पेसिफिक स्ट्राटेजी, ब्रिक्स, G20 आदिमा भारत सामेल छ। दक्षिण एसियामा पूर्णतः भारतको दबदबा पनि रहेको छ। लिस्टको तेस्रो नम्बरमा छ रसिया, जसको 2024 मा $1.8 ट्रिलियन GDP रहेको थियो। रुस विश्वकै ठुलो तेल, ग्यास र युरेनियमको उत्पादक राष्ट्र हो। रुसको प्रति व्यक्ति आय $15,080 रहेको थियो। 2024 मा रुसलाई विश्वको दोस्रो शक्तिशाली सैन्य शक्ति मानिन्छ, जसको सक्रिय सैनिक संख्या 10 लाख रहेको छ भने रुसको रक्षा बजेट $109 बिलियन छ। रुस विश्वको सबैभन्दा ठुलो परमाणु शक्ति हो, जोसँग अमेरिकाको भन्दा बढी आणविक हतियारहरू रहेका छन्। UN मा भिटो पावर भएको देश रुस राष्ट्रसङ्घको सुरक्षा परिषदको स्थायी सदस्य पनि हो। रुसको पूर्व सोभियत संघका देशहरूदेखि लिएर विश्व राजनीतिमा पनि ठुलो प्रभाव छ। अब जान्छौँ शक्ति राष्ट्रको दोस्रो नम्बरमा, जसमा छ चीन। चीन विश्वको दोस्रो ठुलो अर्थतन्त्र हो, जसको GDP $17.5 ट्रिलियन रहेको छ र क्रय शक्ति अनुसार त विश्वकै सबैभन्दा ठुलो अर्थतन्त्र पनि हो। चीनको अर्थतन्त्र उत्पादन, निर्यात, निर्माण तथा प्रविधि केन्द्रित रहेको छ। चीनलाई विश्वको कारखानाको रूपमा पनि चिनिने गरिन्छ। तपाईँ यति बुझ्नुस् कि चीनमा उत्पादन नहुने कुरा केही पनि छैन। PLA अर्थात् पिपल्स लिबरेसन आर्मी विश्वकै सबैभन्दा विशाल सक्रिय सेना हो, जसको संख्या करिब 20 लाख छ र चीनको रक्षा बजेट करिब $225 बिलियन रहेको छ, जुन अमेरिका पछिको दोस्रो ठुलो हो। चीनसँग 500 बढी परमाणु हतियार रहेका छन्। केवल परमाणु मात्र नभएर जैविक तथा रासायनिक हतियारमा पनि चीनले ठुलो लगानी गरेको छ। चीन पनि सुरक्षा परिषदको स्थायी सदस्य हो, जोसँग भिटो पावर रहेको छ। ब्रिक्स, G20 मा संलग्न चीन अफ्रिका, दक्षिण अमेरिका तथा एसियाली सम्पूर्ण क्षेत्रमा आफ्नो पूर्ण प्रभाव बढाउन सफल रहेको छ। र अन्तमा अर्थात् नम्बर 1 मा छ USA। हो, यो कुरा तपाईँ हामी सबैलाई थाहा छ। अमेरिका सबै कुराले हालको समयमा नम्बर 1 रहेको छ। अमेरिका विश्वकै सबैभन्दा ठुलो अर्थतन्त्र हो, जसको GDP $28.8 ट्रिलियन छ भने अमेरिकाको प्रति व्यक्ति आय $89,110 रहेको छ, जसको लागि विश्वकै सबैभन्दा ठुलो कम्पनी एप्पल, माइक्रोसफ्ट, गुगल, अमेजन, टेस्ला आदिको महत्त्वपूर्ण योगदान रहेको छ। अमेरिका विश्वकै सबैभन्दा ठुलो सैन्य शक्ति हो, जसको रक्षा बजेट $885 बिलियन रहेको छ। अमेरिकासँग 14 लाख सक्रिय सैनिक रहेका छन्। विश्वभरि नै अमेरिकाको 800 बढी ठुला सैन्य अड्डाहरू रहेका छन्। परमाणु शक्तिको कुरा गर्दा अमेरिकासँग 5244 परमाणु हतियार रहेका छन्। अमेरिकासँग विश्वकै शक्तिशाली अन्तरिक्ष संस्था नासा रहेको, जसले गर्दा अमेरिका स्पेस फोर्सको स्थापना गर्न पनि सक्षम रहेको छ। UN, नेटो, G7, G20 यी सबैमा प्रमुख र नेतृत्वदायी भूमिका रहेको छ अमेरिकाको। मतलब यी सबै अमेरिकाको इशारामा चल्छन् भने पनि हुन्छ। अमेरिका आज पनि विश्वको एकमात्र पूर्ण सुपर पावर हो, जसको आर्थिक, सैन्य, प्रविधि, कूटनीति र सांस्कृतिक सबै क्षेत्रमा प्रभुत्व छ। यसको रणनीतिक प्रभाव, वैश्विक पहुँच र बलियो अर्थतन्त्रले यसलाई विश्व नेतृत्वमा कायम राखेको छ। तपाईलाई कस्तो लाग्यो आजको यो तुलना? तपाईको सोचमा विश्वको सबैभन्दा शक्तिशाली देश कुन हो? हामीलाई जानकारी गराउनु होला। यस्तै रोचक भिडियोका लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला। अब भेट्नेछौँ अर्को भिडियोमा। तबसम्मका लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार।